गाइस धेरै पछि चाहिँ होटलमा मौसम फिलिङ फुल एचडी देखिरहेछ हैन। हामी लखर 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 हिँडेका छौँ। दोकान जाने हो म पनि हो। वारी त लक्ष्य मलाई तैँले चिन्दिनस् मैले चिन्दिनँ उहाँले चिन्छ। ए उहाँले दिन्छ वारी हो उहाँलाई चिनिँदैन नि कहिले उहाँलाई चिनिनँ मैले भने उहाँ त मेरो गुरु हुनुहुन्छ, उहाँ त मेरो भगवान हुनुहुन्छ। यदि उहाँले चाहनुहुन्छ भने यो भिडियोमा 1 मिलियन भ्युज पुऱ्याएर देखाउनुहोस्, उहाँलाई मैले पुज्ने छु, दुईटा लड्डु चढाउने छु भन्। मेरा मुहाबाट खिचेको मेरा मुहाबाट सुधार हामी गरिब मान्छे यार, मान्छेको मोबाइल ल्याएर हल्लो चोर छ भनेर सँगसँगै हिँडेछ होइन खाल्टा कतै गड्डा गड्डा छैन अरे, त्यही खाल्टै खाल्टा के हो यार। यस्तो बाटो पनि यस्तो छ। अब त्यहाँनिर जाने हो। उतातिरको मौसम यस्तो छ है, टक्क लाएर घाम लागेको छ यार। मिठो छ भन्नु मिठो गुलियो छ। अब हामी रोड काट्नुपर्छ है। यहीँको पारि जाने र कोही त उता ग्यारेज हिँड्न सर भाइ एउटा कार स्पिडमा आएन त, कस्तो स्पिड आएको रे। बाटो काट लानु भनेपछि झन् रिक्साको त डरै लाग्दैन, रिक्साले हानेर मरिन्छ र गाडी हाल्छ। कुखुराको मुटु भएको मर्छ, बाँदरको मुटु भएको मर्दैन। त्यो त ढेउडाको छ अरे। तेरो मेरो सामान किन्न आइयो होइन। घरिघरिमा सामान किन आउँछु भनेपछि गाइस तपाईँले थाहा नै होला। लग मर्दै हुनुहुन्छ उहाँ टुडुङ टुडुङ। जस्तो चाहिँ त्यो स्टोरमा आएपछि सबै सामानहरू पाइन्छ केटा। यहाँ हेरौँ ठुलै स्टोर छ, टक्क लाएर मैले यहीँबाट सामान लिएर जान्छु। होलसेल रेट हो फेरि, जे पनि चाहिन्छ नुनदेखि सुनसम्म। हामीले यहाँ दाल किन्न लागि छ। भोलि केटोको चाहिँ घर जाने यसो बजार आइएको छ। हामी पनि हाँसी बत्ती रहन्छ अहिले चाहिँ, अहिले पछिबाट हामीले किनेर भ्याउँछौँ अनि त्यसपछि भिडियो बनाउँछौँ गाइस टक्क लाएर।